होइन सबै मिलेर खानुपर्छ भनेर कमिला र मौरी जस्तो सबै बस्छ भन्दाखेरि कमिला र मौरी हेर्नुहोस् त 4 करोड वर्ष भयो त्यो कमिला र मौरी आविष्कार विकसित भएको मान्छे भएको त केही लाख वर्ष मात्रै भयो त्यो त कमिला र मौरी विकासै हुँदैन त्यसको किन त्यहाँ प्रतिस्पर्धै छैन त्यहाँ पनि सबै त्यो रानुको पछि लाखे सबैले अनि त्यो बाँडेर बराबर बाँडेर खान्छन् अनि त्यसमै कुनै प्रतिस्पर्धा छैन प्रतिस्पर्धा भएन भने त्यो मान्छे मौरी र कमिला जस्तै हुँदो रहेछ अब प्रतिस्पर्धै सबै थियो भन्दाखेरि त उयो त्यो छ नि बाघ भालुहरू आपसमा छिमेकीपट्टि गरेर तिनको जनसङ्ख्या खासै बढ्दैन नि त्यहाँ त्यसैले तिनीहरू समूहमा गर्दैन तिनीहरू त्यसैले त्यसो गर्दा पनि त्यो लोभ भएर जान्छ एक्लै एक्लै लोभी हुने पनि लोभ भएर जान्छ समूह मात्रै बस्छु कमिला महिला हुन्छु भन्दाखेरि पनि त्यसले विकास गर्दैन त्यसैले यो प्रतिस्पर्धी र सहकार्यको दुईटै गुणसहित भएको प्राणी मान्छे भएको हुनाले हाम्रो विचार र दर्शन राजनीतिक दर्शन पनि त्यो वैज्ञानिक मानववाद हुनु पर्यो किन मानव मात्रै भन्दाखेरि एकथरीले फेरि त आदर्शवादी भगवान् जस्तो मात्रै ठान्ने हुन्छन् त्यस्तो होइन कि मान्छे लोभ गुण दोष सहितको मान्छे भनेको वैज्ञानिक मान्छे भनेको हो त्यस्तो विचारमा आधारित चाहिँ अहिलेको चाहिँ युग समुन्नत समाजवाद त्यस्तो प्रणाली अपनाउँ भनेको साथी हो त्यसैले मैले अलि बढी भने यसले यो अन्यथा नमान्नु सबै भोक लागिसक्यो त्यसले मैले के भन्नु यो सोच राखेर हामीले नयाँ शक्ति अभियान भनेर हामीले सुरु गरेको ल अहिले फर्केर हेर्नु विश्वमा के छ त तपाईँ हेर्नु अब कतिपय त सिकेजीले भने जस्तै खालि त्यो टिकटक मात्रै हेर्ने त्यस्ता त हुन् तर अर्को राम्रा मान्छे पनि चाहिँ छन् त्यहाँ किन म अहिले बसेर एक महिनामा चाहिँ एक हप्ता लगाएर त आइन्स्टाइनको किताब पढेँ क्या नि र मलाई त्यसपछि चाहिँ विभिन्न त्यहाँ अरू आउँछन् मैले फलो आफ्नो म साथीलाई पठाउने गर्छु बिहान बिहान ग्रुपमा चाहिँ हालेर मैले राम्रो गजब गजब आविष्कार भइरहेको नयाँ नयाँ चिज आविष्कार भइरहेको दर्शनको क्षेत्रमा भौतिक जगत त्यसमा राजनीतिको क्षेत्रमा अर्थशास्त्रको क्षेत्रमा नयाँ नयाँ चिज आइरहेको छ भने त्यो पनि त पढ्न पाइन्छ त त्यसैले मैले साथीहरूलाई के भन्न खोजेको भने हामीले चाहिँ त्यस्तो विकसित विचार सहितको वैकल्पिक शक्ति भनेर हामीले सुरुवात गरेकै हो तर हामी चाहिँ त्यसमा चाहिँ त्यही खालको समूह बनाउन सकिएन अब मुख्य मूल्य मै हुनुको नाताले मुख्य दोष त मैले लिनु पर्यो नसकेको कुरो परिणाम नआएपछि त मैले कोसिस गरेको थिएँ भएन त के सकिनँ मैले सकिनँ नसक्नु त पाइयो नि त तर हामीले परिणाममा त्यहाँ पुर्याउनु चाहिँ सकेनौँ तर के भयो भने तर पुराना त हुँदैन भन्ने त जनताले त बुझ्यो त हो हामीले 10 वर्ष पहिल्यै जस्तै क्यान्सर लागेको बिरामीलाई डाक्टर कहाँ लिएर जानु हो भने फर्स्ट स्टेजमै उसले भन्छ क्यान्सर हो भने यसो गर्नुहोस् है भनेर चाहिँ औषधि खाए ठिक हुन्छ अलि अर्को चरणमा गयो भने रेडियोथेरापी गर भन्छ अर्को भए अपरेसन गर भन्छ अब अन्तिम चौथोमै पुगेछ भने त हुँदैन मृत्यु पर्खने मात्रै कुरो हुन्छ भने जस्तै हामीले यिनलाई भनेको चाहिँ भर्खर यिनीहरूलाई क्यान्सर मात्रै लागेको थियो हामीले त्यति बेला भन्दाखेरि अब धेरैलाई बुझाउन सकिएन तिनीलाई दोस्रो चरण भयो तेस्रो अहिले त चौथै चरणमा पुगे त तिनीहरू पुगेनन् त्यो डाक्टरले त बेला भने हो त क्यान्सर भनेर त्यसैले यो पुरानाबाट हुँदैन नयाँ चाहिन्छ भनेको पुरानालाई अब क्यान्सर लागिसक्यो अब हामीले चाहिँ नयाँ बाटो लिनुपर्छ भन्ने कुरो त अहिले त पुष्टि भयो नि त अहिलेको जुन फागुन 21 चुनाव भयो त्यहाँ त त्यत्रा हस्ती हेर्नुहोस् त त्यो त घरलाम गुर्लिम हाले त तिनीहरू त त्यस अर्थमा हामीले भनेको कुरो त वैज्ञानिक नै थियो अब पुरानाबाट यो चल्दैन अब नयाँ भन्नेमा के हो भने विचार सहितको बनाउन चाहिँ अलिकति गाह्रो पनि हुन्छ हेरेर म त्यहाँ अलिकति आउँछु अब उहाँहरूले चाहिँ के गर्नु यो बिचका मध्यम वर्गको नै भने हामीले लुकाउनु भएको थियो म त्यहाँ खुसीलाई मलाई भन्नुहोस् है भन्छु मैले मेरो राम्रै सम्बन्ध छ नठान्नुहोस् है मलाई चाहिँ तपाईँहरू के हो भने हामी मध्यम वर्गको पार्टी हो भन्नुहुन्छ उहाँले मध्यम वर्गलाई खुसी पार्ने पनि भन्नुहुन्छ उहाँहरू तर अलि उदारवादी अलिकति राइट अफ सेन्टर भनेर भन्नुहुन्छ उहाँहरूले आफूलाई हो त्यो त्यसरी जुन उहाँले त्यो गरिराख्नु भएको छ त्यस्तो शक्ति चाहिँ आयो त्यसो आउनुको पछाडि चाहिँ फेरि मान्छे त्यही हुन्छ नि त तपाईँलाई म आफै मात्र धनी हुन पाए त हुन्छु भन्ने लोभ त हुन्छ व्यवहारमा त्यस्तो हुँदैन त्यसले अहिले चाहिँ त्यो लहरमा मध्यम वर्गका जुन बढ्दै आकाङ्क्षाहरू छन् त्यसलाई हामी पूर्ति गरिदिन्छौँ भन्ने उहाँहरूको नारा अगाडि सार्नुभयो र सिकेजीले भने जस्तै एउटा चाहिँ यो एल्गोरिथमले पनि काम गर्यो जुन अहिलेको जो डिजिटल प्रविधि हो त्यसले टक्क चाहिँ 5 सेकेन्डका 3 सेकेन्ड चिजहरू त्यहाँ हालिदिइराख्ने अब त्यो नारा नै भन्नु अब चुपचाप घन्टीमा छाप त्यो सबैले त्यस्तै भिडियो बनाएर हालेको छ गाउँमा यसरी भन्नु हो यस्तो चुनाव त कहिले देखिएको थिएन भन्नु हो क्या आफ्नै घरमा पनि बाले आमाले पहिले त भन्नु त केही नै भन्नु खुसीको गएर हाल्नु त कसलाई हाल्नु हो आमा भने त घन्टी हाल्ने भन्नुहुन्छ भन्नुहुन्थ्यो एउटा साथीले क्या अनि एउटा ठुलै नेताले भन्नु हो के छ तपाईँ गऱ्यो भने के भन्नु दाइ हेर्नु आफ्नै छोराले मान्दैन घन्टीमा हाल्यो भन्नुहुन्थ्यो क्या भोट हाल्नु जाँदैन केही पनि नभनिकन गयो खुसुक्क हाले गयो अहिले यस्तो हो भन्नुहुन्थ्यो त्यो भनेको चाहिँ त्यो
उसको चाहिँ इन्टरनेट प्रविधिको चाहिँ प्रयोगले उहाँहरूले त्यस्तो पर्यो, त्यसलाई हामीले अन्यथा भन्नुभयो सक्नुभयो, उहाँहरूले गर्नुभयो, कि हामीले रिस गरेर हो, उहाँले जान्नुभयो, त्यो गर्नुभयो, मान्छे मन जित्नुभयो, अहिले जित्नुभयो। तर समस्या के हो भने अब गर्ने कसरी भन्ने आउँछ नि त होइन। हाम्रो उखान छ नि, श्राद्ध गर्नभन्दा सिधा पुर्याउन गाह्रो भन्ने पुरानो भने क्या, श्राद्ध गर्ने कर्मकाण्ड गर्ने हुन्छ क्या, कोही मऱ्यो अऱ्यो भने चाहिँ कर्मकाण्ड गर्दाखेरि पण्डितले जे भन्यो त्यही गर्नुपर्छ, सहा जता सहा भन्छ नि, जता हाल त्यही गर्नुपर्छ, त्यो त सहिलै हुन्छ। तर श्राद्ध गरिसकेपछि जब सिधा दक्षिणा दिने कुरा आउँछ त्यति बेला अनि पण्डितजीले चाहिँ ल बाबुलाई स्वर्गमा जानु पऱ्यो, त्यहाँ यति हालिदिनु पऱ्यो, आमालाई चाहिँ त्यहाँ जाँदा यस्तो हालिदिनु पऱ्यो भने जुन चाहिँ रुवाउँछन्, त्यहाँ त्यो श्राद्ध गरेर भन्दा सिधा पुर्याउन गाह्रो हो भने जस्तै उहाँहरूलाई अहिले ठ्याक्कै चुपचाप घन्टीमा छाप भन्न त शैली भयो, उहाँले राम्रै गर्नुभयो, त्यो प्रशंसा गर्छु भने उहाँले गरे, हामीले सकेनौँ त उहाँले गर्नुभयो। तर अब उहाँको श्राद्ध त भयो, अब सिधा पुर्याउने काम त बाँकी छैन, जनतालाई खुसी पार्नु छ, जनताको ठुला आकाङ्क्षा यहाँ रोजगारी सिर्जना गर्नु छ। उहाँ खाडीमा दुनियाँभर बसेका मान्छेहरूले चाहिँ चुपचाप घन्टीमा छाप भनेर भोट बाबुआमासँग मागिदिएका छन् भने तिनलाई अब देशभित्रै चाहिँ रोजगारी उहाँले कसरी दिनुहुन्छ, उहाँले पठाएको जुन त्यो पैसा छ पुरै चाहिँ बाबुआमा चाहिँ अस्ति मैले फेसबुकमा पनि लेखेँ, त्यो छोराछोरीले बोर्डिङ स्कुलमा पढाउनै सिद्धिन्छ, श्रीमती सहरमा बस्ने अनि उसले बिचरा पठाएको 40-50 हजार रुपियाँ पैसा एक महिना सिद्धिन्छ, उसले पठाउँछ यहाँ सिद्धिन्छ, उयो खाल्टो खन खाल्टो पुरा फेरि खन भने जस्तो मात्रै हुन्छ। त्यस कारणले तिनको समस्या कसरी गर्ने, किसानका त्यत्रा समस्या छन् त्यसो हल कसरी गर्ने, होइन शिक्षा क्षेत्रको यस्तो दुर्गति त्यो समस्या कसरी गर्ने, होइन अब लगायतका जुन काम बाँकी छन् त्यसले त्यो सिधा पुर्याउने काम पनि उहाँहरूलाई पुरै बाँकी छ। त्यस अर्थमा उहाँहरूको शुभकामना छ भन्ने मेरो त त्यही भन्यो भने फेरि राष्ट्रपति जानु थाल्यो दाइ भन्ने हो कि म किन जाने बाबा, आफूहरू बनाएको मान्छे म त्यस अर्थमा होइन। यो पुरानाहरू जानै पर्ने थियो, उनकै कारणले जान्छन् अब सिद्धिन्छन् भनेको थियो, हामीले गए, त्यस कारणले चाहिँ एउटा सृजनात्मक ध्वंस भन्छ नि क्या नि, त्यो चाहिँ अर्थशास्त्रको नियममा पनि त्यस्तो हुन्छ, एउटा नयाँ चिज आउनलाई पुरानो भत्काउनुपर्छ भन्ने जुन नियम हुन्छ, कन्स्ट्रक्टिभ डिस्ट्रक्सन भन्छ नि क्या नि, त्यस्तो भयो, त्यो ठिक भएको छ। अब आउने क्रममा पनि उहाँहरू विज्ञान प्रविधि अलिकति पुर्याउन जान्ने, अलिक टाढाबाटा भएको मध्यम वर्ग भन्नुहुन्छ, उहाँले त्यसलाई तुष्टिकरण गर्ने, खुसी पार्ने लाइन लिनुभयो, उहाँहरूले सफल हुनुभयो, उहाँहरूलाई बधाई छ, शुभकामना छ। तर धरातले यथार्थ के छ त भने त्यस्तो छ त फेरि बहुसङ्ख्यक जनता त गरिब छ, किन म गाउँ र सहर गरिराख्ने कारण प्रत्यक्ष देखाए पनि छु, फेरि मेरो चाहिँ ज्ञानले पनि हुन्छ, अनुभवले पनि हुन्छ, बहुसङ्ख्यक जनता त अहिले पनि तलै छ, निरपेक्ष गरिबी हो 20% हो त, सापेक्ष ढङ्गको जुन गरिबी हो शिक्षा स्वास्थ्य रोजगारी सम्मानजनक ढङ्गले सबैलाई पुर्याउनको निम्ति त 70-80% जनता त त्योभन्दा तल पर्छन्। अहिले त्यो बिचरा बुझ्दैन, ऊ पनि अरूको पछि लाएर गएको छ। भोलि समस्या हल नभएपछि त देशमा फेरि ठुलो खालको अनिष्ट विद्रोह हुने फेरि पनि खतरा चाहिँ रहन्छ। यो कुरालाई ध्यानमा राख्दै मैले सायद अब भन्नु खोजेको के हो भने अब पुरानातिर फर्कनु हुँदैन, ठाउँमै छैन, उनीहरू आफ्नै कारणले गर्दा सिद्धिँदैछन्। तिनलाई चाहिँ हामीले अब चाहिँ के भाषा राम भन्ने हो कि आफ्नो भाषाअनुसार भन्ने उनीहरूलाई अगाडि बढाउने वैकल्पिक र नयाँ शक्ति नै अगाडि बढाउने हो। त्यसको निम्ति अहिले जुन राष्ट्रपाको रूपमा यो शक्ति एउटा आएको छ त्यसलाई चाहिँ हाम्रो चाहिँ एउटा शङ्कासहितको चाहिँ लाभको सुविधा अहिले दिउँ केही समय। अब 100 दिनै कट्या छैन, हनिमुन पनि भन्छन्, पहिले नआइदिएन, भर्खर हनिमुन छ त बच्चा जन्मन्छ जन्मदैन भनेर अहिले हामीले किन भन्नु परेको छ भन्नुहोस् त, उसले जान्ने कुरा हो, पछि हेरौँला हामीले। त्यसले अहिले सतर्कतापूर्वक हेर्ने र त्यसको विकल्पमा अर्को नेपालको धरातल भनेको चाहिँ यहाँको जातीय क्षेत्रीय जुन विविधता छ, अब त्यो गरिबी छ, अर्थतन्त्रको पिछडिएको अवस्था छ, हिमाल पहाड मधेसको जुन विविधता छ, त्यसले गर्दाखेरि चाहिँ यसमा चाहिँ अलिकति बढी बजारलाई पनि भूमिका चाहिन्छ। बजारको भूमिका भएन भने त प्रतिस्पर्धा हुँदैन। तर सँगसँगै बजार सँगसँगै राज्यको पनि उत्तिकै भूमिका हुनुपर्छ। त्यो बाटो भनेको चाहिँ एउटा डेभलपमेन्टल स्टेटको बाटो भन्छ नि क्या, एउटा विकासमुखी राज्य जहाँ चाहिँ बजारलाई चाहिँ राज्यले पनि सहजीकरण गर्छ, राज्यले पनि भूमिका खेल्छ, गलत हुन थाल्यो भने त्यहाँ हस्तक्षेप गर्छ र जो बहुसङ्ख्यक गरिबहरू जुन हुन्छन् तिनीहरूको पक्षमा चाहिँ फेरि उसले चाहिँ न्याय पनि गर्छ भन्ने जुन बाटो हुन्छ त्यसले हामीले लेफ्ट अफ सेन्टर भनेको हामीले यो नयाँ शक्तिको सुरुदेखि नाम फेरि हो, त्यो सायद ठिकै भन्नुभयो, सायद हाम्रो डाक्टर मुक्ति रिजाजीले ठिकै भन्नुभयो, यो नयाँ शक्ति भन्ने नामहरू ब्रान्ड स्थापित भइसकेका थियो। त्यसलाई पटक पटक फेर्दाखेरि चाहिँ अलिकति मान्छेहरू झुक्किए, हामी अलिकति चुक्यौँ, त्यो त्यस्ता कमी त भए।
तैपनि त्यो बेलाको सुरुदेखि दस्तावेज हेर्नुभयो भने हामीले यो चाहिँ अलिकति लेफ्ट अफ सेन्टर हो है, अथवा मध्य वाम, पुरै चाहिँ अतिवादी खालको वाम होइन, दक्षिण बायाँ हुँदै अगाडि नै जाने मूल शक्ति हो। तर अहिलेको चरणमा चाहिँ सुरुको चरणमा चाहिँ अलि वामपट्टि अलिकति हामी झुक्न पर्छ, किनकि बहुसङ्ख्यक जनता चाहिँ बढी गरिबी छ नि, विविधता छ, त्यसलाई सम्बोधन गर्नको निम्ति, तीव्र आर्थिक विकास गर्नको निम्ति बजार सँगसँगै राज्यको भूमिका पनि बढाउनुपर्छ भनेर जुन हामीले भनेका थियौँ, त्यो शक्तिको स्पेस छ। त्यसले अहिले मैले अब अन्त्यमा के भन्न खोजेको हो भने राष्ट्रपतिका साथीहरूलाई गर्न दिउँ, तर अहिले हाम्रो उसले हाम्रो जेएनजेका साथीहरूले रिजनजीले ठिकै चाहिँ प्रश्न उठाइरहनु भएको छ, त्यो प्रश्न उठाउनु पर्छ। त्यसैले उहाँलाई शङ्काको सुविधा दिँदै, तर तपाईँहरूको चाहिँ यो कुरामा चाहिँ तपाईँहरूले चाहिँ समस्या हल गर्न तपाईँले सक्नुहुन्छ जस्तो हामीलाई लाग्दैन। त्यसले नेपालको बाटो चाहिँ यो पनि हामीले भनिराख्नु, र उहाँहरूले आफूलाई राइट अफ सेन्टर भनिराख्नु, मैले त उहाँहरूकै अगाडि भनिरहेको छु, मैले लुकाएर भनेकै छैन। त्यसैले अब उहाँहरूको त्यो बाटो, यतापट्टिको अर्को बाटो चाहिँ अलिकति लेफ्ट अफ सेन्टर बाटो, यस्ता दुईवटा शक्ति चाहिँ नेपालमा भइदिने हो भने अब पुराना शक्तिको विकल्पमा बल्ल लोकतान्त्रिक विकल्प चाहिँ तयार चाहिँ हुन्छ। एउटै मात्रै मै हुँ भन्न हुँदैन। अब उहाँहरूलाई लाग्ला अहिले दुईवटा नजिक पुग्नु भएको छ, शुभकामना छ, उहाँले त सधैँ दुईवटा त आउँदैन, आइहालेछ भने पनि देखियो नि त, हिजो ओलीहरू पनि दुईवटै आएकै हो, काङ्ग्रेसको पालानी बहुमत सरकार आएकै हो, गर्न त सके होइन। त्यसैले कमसेकम प्रतिस्पर्धा गर्नको निम्ति चाहिँ वैकल्पिक पनि कमसेकम दुईवटा पार्टी, धेरैमा भन्दिनँ, कमसेकम दुईवटा पार्टी, एउटा राष्ट्रपाको रूपमा आओस् त्यो रहिरहोस्, अर्को चाहिँ अलिकति लेफ्ट अफ सेन्टर अलिकति प्रोग्रेसिभ खालको चाहिँ अर्को भयो भने दुईवटाको बिचमा पुरानाका विरुद्धमा राष्ट्रियताको प्रश्नमा सहकार्य गर्ने र अरू विषयमा चाहिँ नीतिगत यस्ता कुरामा चाहिँ प्रतिस्पर्धा गर्ने, यसरी जान सकियो भने देशको हित हुन्छ र त्यो सम्भव पनि छ भन्ने मलाई चाहिँ लाग्छ। त्यसैले अहिले यो 10 वर्षको समीक्षा गर्दा यही निस्केर निकाल्नु सही हुन्छ। अब हिजो कहाँ बिचमा हामी चुक्यौँ भन्ने मेरो भनाइ चाहिँ के हो भने साथी हो, एउटा मार्क्सको प्रसिद्ध एउटा भनाइ के छ भने मान्छेले आफ्नो इतिहास त आफै बनाउँछ, तर आफूले चाहे जस्तै इतिहास बनाउन सक्दैन। त्यहाँको वस्तुगत परिस्थिति कस्तो छ, जनताको चेतना कस्तो छ भन्ने कुराले पनि असर गर्छ। त्यसैले इतिहास त बनाउने हो, तर त्यो परिस्थितिलाई पनि ध्यान दिएर बनाउने भन्ने हो। त्यसैले हामीले नयाँ शक्ति बनाउनुपर्छ भनेर सुरुवात गऱ्यौँ, त्यो ठिक थियो, सही थियो, तर चाहिँ धरातल हामी अनुकूल चाहिँ थिएन। जसको कुरा हामी गरिरहेको छौँ बिचरा गरिब जनता छ, उसलाई बुझ्न चाहिँ शिक्षा दीक्षा छैन होइन। हाम्रो चाहिँ आइक्यू भन्छ मान्छेको चाहिँ सोच्ने जुन क्षमता हो, नेपाल संसार सबभन्दा कम भनेर भनिन्छ भने चाहिँ बहुसङ्ख्य जो गाउँमा बस्ने जुन जनताहरू छन् उहाँहरूले चाहिँ शिक्षाको राम्रो पाउनु भएको पनि छैन। तिनलाई चाहिँ हामीले बुझाउनुको निम्ति अलि समय चाहिँ लाग्छ। त्यसैले हाम्रो यो जुन विचार मूल रूपमा नेपालको सन्दर्भ सही हुँदा हुँदै पनि यसलाई अलि बुझाउन हामीलाई कठिनाइ भएको हो। एउटा त्यो वस्तुगत कारण हो, दोस्रो आत्मगत कारण तपाईँ हाम्रो यसलाई लागू गर्नको निम्ति हेर्नुहोस्, पार्टी भनेको त त्यसको निम्ति जीवन समर्पण गरेर लाग्ने हो। हिजोको निम्ति हिजो युद्धमा पो झोला बोकेर हामी घरबार छोडेर हिँड्नु पर्छ, त्यो गर्नु पर्दैन। तर फेरि सङ्गठित शक्ति त चाहियो नि त, कसैले प्रचारै गर्नु पऱ्यो, प्रचार गर्ने एउटा टिम चाहियो, सङ्गठित गरेर मान्छेहरूलाई सङ्गठित गर्न पनि त्यो समय चाहिँ त्यहाँनिर दिनु पऱ्यो। भने यसो गर्नको निम्ति हाम्रो चाहिँ एउटा जुन टिम चाहिन्थ्यो त्यो टिम पनि हामीले निर्माण गर्न अलिकति हामी सकेनौँ। चुनावपछि चुनाव आएछ, चुनाव आयो कि त दामले चुनाएर मान्छे कुदिहाल्छ, यो त हामीले पटक पटक देख्यौँ। त्यसै अर्थमा ती हाम्रा कमजोरी भएका हुन्। यसबाट सिकेर अब त्यसो गर्नु हुँदैन। अब यो जुन नयाँ वैकल्पिक शक्ति फेरि नयाँ ढङ्गले यो अगाडि बढाउनुहुन्छ तपाईँहरूले, त्यसमा मेरो तपाईँहरूको साथ सहयोग रहन्छ। त्यो शक्तिले चाहिँ यसबाट पाठ सिकेर अगाडि बढोस्। देशमा चाहिँ नयाँ र वैकल्पिक शक्तिहरूको चाहिँ दुईवटा मूलधार, अरू सानातिना अरू पनि रहन सक्छन्, मुख्यतः चाहिँ दुईवटा धार, एउटा राइट अफ सेन्टर, एउटा लेफ्ट अफ सेन्टर, तिनीहरूको बिचमा सहकारी प्रतिस्पर्धा हुँदै अगाडि जाने त्यो वातावरण बनोस्। त्यो सम्भव छ। त्यो नै यो हाम्रो 10 वर्षको समीक्षाको चाहिँ निष्कर्ष हुनुपर्छ र म तपाईँहरूलाई यही नै आग्रह गर्छु। र अन्त्यमा म के भन्छु भने एउटा थियोडर रुजवेल्ट भन्ने अमेरिकाका राष्ट्रपति थिए, त्यसले के भन्थ्यो भने लुक एट द स्टार एन्ड ह्याभ युर फिट अन द ग्राउन्ड भन्थ्यो भने तारालाई हेर तर जमिनमा टेक। लक्ष्य त तारा कुरो त्यहाँ जाने कहाँ भन्ने दिशाबोध गरिन्छ, ताराले हो, त्यहाँ हेर्नुपर्छ। दिशाबोधै भएन, विचारै भएन भने हुँदैन। तर फेरि भुइँमा टेक्न त पऱ्यो नि त, फेरि त्यहाँसम्म जाने हो भने त टेक्न पनि पऱ्यो। त्यो त्यसै उफ्रिन थाल्नु त लड्नुहुन्छ तपाईँ। त्यसैले लक्ष्य उच्च राख, त्यसमा चाहिँ आफ्नो दृष्टि क्षितिज नबिर्छ, ओरिएन्टेसन लाइन नबिर्छ, तर सँगसँगै व्यवहारिक रूपमा चाहिँ फेरि धरातल कस्तो छ, भुइँ कस्तो छ,
जमिन कस्तो छ, जनताको चेतना कस्तो छ भन्ने कुरालाई ख्यालमा राखेर काम गर भने जस्तै त्यसरी हामी अगाडि बढौँ। हाम्रो यो अभियान सफल हुन्छ।